सो हेलो अनि नमस्ते तपाईहरुलाई सम्पूर्णमा तलाई धेरै स्वागत छ मेरो YouTube च्यानल साथै नयाँ भिडियोमा र धेरै दिन पश्चात मैले एउटा भिडियो लिएर आइसकेको छु तपाईहरुको समक्ष। र आजको भिडियो चाहिँ के छ भन्दाखेरि चाहिँ आजको भिडियो चाहिँ त्यस्तो खास भन्ने पनि केही छैन। हामी चाहिँ जस्ट टेहेल्नुको लागि चाहिँ हामी काम गरेको जुन अहिले हामी भन्नुभन्दा हामी बिहारमा छौं र बिहारको लखान भन्ने जग्गामा लक्ष्मीपुर लखान मोतिहारी चाहिँ डिस्ट्रिक्ट पर्दो रहेछ। अनि यो लक्ष्मीपुर लखानमा छौं र हामी चाहिँ त्यतिकै स्कुलमा काम गर्छौं। अन्त हामी चाहिँ त्यतिकै आज सन्डेको दिन पारेर चाहिँ हामी टेहेल्न आएको थियौं यतातिर। र अहिले चाहिँ यस्तो घाम लागेको छ यस्तोमा पनि ऊ मान्छेलाई चाहिँ ऊ गौरवलाई चाहिँ घुम्नु मन परेर यस्तो घाम लागिरहेको छ। खाली यो पोखरी हेर्नु खाली यसो माछा पनि छ भन्दै थियो नानीहरूले चाहिँ, तर त्यस्तो थाहा छैन। हाम्रो स्कुल चाहिँ ऊ पारा देख्दैछ है, ऊ पाराको यो देखिरहेको यो चाहिँ हाम्रो स्कुल हो। यो चाहिँ यो जुन देख्नुहुँदैछ तपाईले यो चाहिँ हाम्रो स्कुल हो। हामी चाहिँ स्कुलको ब्याक साइडमा छौं, यता खेत साइडमा धान साइडमा यस्तो टोयलेट गनाउँदैछ यस्तो सुकेको टोयलेट गनाउँदैछ के भन्नु अब। र पनि घुम्नु चाहिँ आइराख्दिएको, घाम चाहिँ डेन्जर लागिरहेको छ। अन्त यो पोखरी चाहिँ यस्तो छ, हाम्रो स्कुलबाट देखिबस्छ नि त, तर मजाको देख्थ्यो हाम्रो स्कुलबाट, मजा त मजाकै रहेछ। माछा पनि छ भन्थ्यो, यहीँबाट माछा उयो गर्छ भन्दै थियो, निकाल्छ भन्दै थियो बेच्नेहरूले। अनि ऊ पर यो जुन तपाईहरुले देख्दैछ त्यो चाहिँ त्यहाँ चाहिँ इटा बनाउँछ, इटा बनाउने उयो हो त्यहाँ। अन्त इटा चाहिँ त्यहाँ बनाउँछ र इटा त एकदमै सस्तो त्यो उयो यहाँ म्यानुफ्याक्चरिङ यहीँ हुन्छ, त्यसले गर्दाखेरि चाहिँ इटा त एकदमै सस्तो खालके। त्यसले गर्दाखेरि चाहिँ ऊपर हेर्नु बदमास केटाको एकदमै डेन्जर गरममा चाहिँ घुमाउनु लिएको चाहिँ कस्तो चाहिँ होला। मैले सोचेको थिएँ अर्कै जग्गामा, तर उसलाई चाहिँ यही हेर्नु मन पर्यो नि त। र यो भिडियो तपाईँलाई कस्तो लाग्छ? खालि एकदम ऱ्यान्डम भ्लग बनाएको मैले, त्यत्तिकै घुम्नु खालि आएको खेतमा त्यत्तिकै बनाएको नि त। र बिहान चाहिँ एकदमै दामी देखिरहेको हुन्छ, सनराइज हुँदाखेरि चाहिँ एकदमै यो जग्गा एकदमै दामी देखिरहेको हुन्छ हो। तर जब दिनमा चाहिँ एकदमै डेन्जर, अहिले घाम एकदमै डेन्जर लाग्नु थालेको छ, एकदमै घाम बढ्नु थालेको छ, एकदमै अब गरम महिना पनि लाग्यो। त्यसले गर्दाखेरि हाम्रो चाहिँ छुट्टी भएको छैन नि त, त्यसले गर्दाखेरि चाहिँ हामी होस्टेलमै छौँ। त्यसले गर्दा एकदमै गरम छ अहिले चाहिँ। र पनि आज चाहिँ हामी सन्डे परेर चाहिँ निक्लेको नि त, त्यत्तिकै उसमा रुममै बसेर चाहिँ अब बोरिङ भइसक्यो नि त, रुमको रुममै स्कुल क्लासरुम रुम, त्यति भएर त वाक्क लागिसक्यो नि त घुम्नु निक्लेको। तर खेतमा निक्लिनु त एकदमै जोगिएर निस्किनु पऱ्यो, एकदमै टोइलेट गनाएर हेर्नुहोस् न। किनभने अब यहाँको अब सिस्टमै त्यस्तो हो है, उहाँहरूलाई अब खेतमै गर्ने मजा लाग्छ उहाँलाई, त्यसले गर्दा उहाँहरू खेतमै गर्नुहुन्छ। र धानहरू चाहिँ अस्ति काटिसक्यो यहाँकोले, अस्ति नै धान काटेको, हामी आउँदै काट्नु हुँदै थियो, मजाले पाकिसकेको थियो। त्यो धान काटेर अहिले चाहिँ धान काटेर उहाँहरू सायद बेच्नु हुँदै होला। अन्त अब चाहिँ हामी एकछिन घुमेर चाहिँ फेरि स्कुलै जानु पऱ्यो, किनभने सायद नानीहरूको ट्युसन फेरि आज पनि गराउँछ जस्तो लाग्यो। किन भन्दाखेरि चाहिँ नानीको एक्जाम भोलिदेखि, त्यसले गर्दा चाहिँ आज पनि मेबी सन्डे पनि ट्युसन लगाउँछ जस्तो लाग्यो। किनभने हाम्रो नर्मल सन्डेमा चाहिँ हामीलाई नानीहरूलाई सन्डे चाहिँ बुकै छुवाउँदैन, खालि मतलब टिभी देख्यो, लुगाहरू धुयो, नुहायो, खेल्यो, त्यति नै है। एक दिन चाहिँ नानीहरूलाई चाहिँ फ्री टाइम दिन्छ, मतलब इन्जोयमेन्ट गर्नु पाउँछ, बाँकी दिनमा त पढाइ भइबस्छ हो। अन्त सिनेरी चाहिँ कुन चाहिँ यस्तो खालके छ सिनेरी, दामी छ जस्तो लागि चाहिँ घाममा। तर आज अलिक घाम कम्ती भनौँ न, आज त्यस्तो घाम पोल्ने त छैन। सधैँ त क्लासमा बस्दा पनि खल पसिना, त्यस्तो पसिना त मलाई घरमा पनि आउँथेन, त्यस्तो डेन्जर पसिना आउँछ, यस्तोबाट टुरु चुइरहेको, बाहिर त निस्किनु सक्थेन। आज त अझै कम्ती रहेछ घाम भनौँ, एकदम सनस्क्रिमहरू लगाएर एकदम प्रोटेक्टिभ भएर निक्लेको छु हो। ऊपर नानीहरू छ, यहाँ नानीहरू छ। अनि यो इटाको बनाउने जग्गा एउटा यहाँ छ, एउटा यता साइडमा पनि देखेको थिएँ मैले, यता साइडमा होइन यतै छ, एउटा अझै उता साइडमा छ। बिहार चाहिँ कुछ यस तरहको छ भनौँ न, त्यहाँ पनि छ अरे एउटा पोखरी, यहाँदेखि उताहरू पनि गाउँमै छ। यस्तो घुम्छ खासमा यो बाटो चाहिँ, यस्तो घुमेर चाहिँ यस्तो घुम्छ। हामी जब प्रचार गर्नु हिँडेको थियौँ त्यति बेला चाहिँ देखेको थिएँ यो जग्गा होइन त्यो सडकहरू चाहिँ। यो
यहाँ रहेछ एउटा पोखरी स्विमिङ खेल्दै ल गौरव दिइहाल डाइभ नानीहरू अब उनीहरूको सिस्टमै त्यस्तो टोइलेट गर्ने यतैतिर बाहिरैतिर खेततिर बिहान जब आँख खोलेर ब्रस गर्नु लागि माथि छतमा आउनुपर्छ कि त्यहाँ देख्छ हाम्रो सिनेरी चाहिँ बिहानै टोइलेट गर्दै गरेको कोही छैन अब उनीहरूको सिस्टमै त्यस्तो के भन्नु सायद यहाँ पनि अब कुवै बनाउँछ होला है त्यसले गर्दा खोलेको होला खुनेको होला यस्तोहरू खुनेको छ क्या पौडी खेल्दा जस्तो पो गर्यो त त्यो ढुङ्गाले चाल पाउँदैन पहिला पोसेन आफै बनाऊ इँटा चाहिँ त्यहाँनिर यहीँ बनाएको कारणले गर्दा यहाँ एकदम सस्तो इँटा चाहिँ कसैको घर त्यस्तो उयो त छैन कि त भनौँ न अब मतलब कसै घर खालि माटोको छ बाँकी सबैको सिमेन्टेड मतलब इँटाको खालि छ त्यस्तो खालको तल जिस्काउँछ पर हल्लो गाइदिनु मेरो भ्लग चाहिँ तपाईँले घरि केरेला घरि बिहार कहाँ देख्छ होला है अब त्यस्तै छ यङ एजमा दुःख नगरी सुख कसले पाउँछ फ्युचरमा गएर दुःख गर्नै पर्छ है नै हो यहीँ रहेछ दुःख गरेन भने चाहिँ फ्युचरमा सुख पाइँदैन त्यसैले गर्दा काम चाहिँ गर्नै पर्यो निस्किन्छ त उयो रोडै त हो अन्त यो रुखहरू रोपेको रोडबाट हामी यस्तो जाउँला भनेपछि रोड भनेपछि यस्तो जाउँला हामी अस्ति हामी प्रचार गर्न आउँदा स्कुलको प्रचार गर्न आउँदाखेरि चाहिँ त्यति नै हामी यस्तै बाटो भइकन आएको जस्तो पनि लाग्छ यस्तो भइकन त्यहाँबाट फेरि पर बजार निस्किन्छ बजार भन्दा पनि सानो बाटो मार्केट छ त्यहाँनिर निस्किन्छ ठुलो मार्केट चाहिँ यता साइडमा छ घोडा आसन भन्ने त्यहाँनिर पनि छ दादाहरू दिवन दादाहरू छ त्यहाँनिर पनि नेपालीहरू त्यहाँ पुरै छ भनौँ न हामी चाहिँ यहाँ खालि यो लक्ष्मीपुर लोखण्डमा चाहिँ हामी दुईजना मात्रै छौँ नेपालीहरू चाहिँ अन्त त्यहाँ चाहिँ पुरै रहेछ भनौँ न दादाको हामी अस्ति गएको थियौँ त्यहाँनिर अन्त त्यहाँ पनि रहेछ अब अर्कै जग्गामा आएर नेपालीहरू देख्दा त त्यो खुसी त अब भन्नै सक्दैन नि है जो बाहिर छ उहाँलाई खालि फिल हुन्छ त्यो चाहिँ उत्तरिन न गरम त अब के भन्नु डेन्जर मतलब डेन्जर खतरा आँपको खेती राम्रो हुँदैछ बिहारमा आएर मलाई आँप मन परेको किनभने घरमा हुँदाखेरि मलाई आँपको गन्धधरि मन पर्थेन यहाँ आएर चाहिँ आँप यस्तो मन पर्न थालेको छ आजकल अरूले खाएकोतिर पनि खङ 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 लागिबस्छ त्यस्तो क्रेभिङ्स हुने भएको छ अहिले यहाँनिर आएर बिहारमा आएर चाहिँ किन चोर्नु चाहिँ हाम्रै उयसको स्कुलको पछि पनि एउटा दामी रुख छ कि त्यहाँनिर आम्म त्यो हेरेर पहिले पकाइकिन आँटिसकेको छु कुहिन्छ होला भित्रभित्र त्यो केरी भन्छ नि त्यो काँचोलाई त अन्त अस्ति एकजना नानीले हालेर दुइटै ल्याइदिएको थियो दामी भएको थियो चिनी रङ खोर्सानी नुन मिक्स गरिकन चाहिँ खाइदिएको त्यस्तो ज्वरो आयो भने चाहिँ बर्बाद हुन्छ उता कता दुख्नु त दुख्दैछ मलाई फेरि टन्सिल छ कि टन्सिलले गर्दाखेरि साह्रो परिहाल्छ फेरि तर अमिलो खान त छोड्दिनँ भनौँ न अमिलो पुरा मनपर्छ नि त त्यो तित्ताउराहरू भयो क्रेभिङ्स त हुन्छ त्यस्तोहरूको पनि तपाईँलाई पनि हुन्छै होला मेबी कसैलाई हुन्छ नि त अयो अस्ति धानहरू रोपेकोमा त मजाको देख्थ्यो अहिले चाहिँ के अन्त के लाउँछौ जिन्सको पेन्ट लगाएर हिँड न त घाममा यहाँदेखि चाहिँ त्यो तिमीलाई राम्रो चाहिँ गर्मी हाई गर्मी भनेको त होइन रहेछ यहाँ त बाटो त अझै मैले सडक यहीँ देखेको थिएँ होइन रहेछ सडक अझै मैले यहीँ देखेको थिएँ मैले सडक कि उता साइडमा हौ हेट गरम भयो गरम अब चोर रोड यो रुखहरूपट्टि नै हुनुपर्छ उही रुखपट्टि जाउँ न त्यो शीतल रहेछ अलिक पर अब चाहिँ हामी शीतल भएर हेर्नु मुनि
रुखको ठाउँको मुनि यता फेरि साँपहरू पनि डेन्जर हुन्छ कि खेतमा त डर लाग्छ नि यहाँको त एकदमै चेरिला साँपहरू हुन्छ कि त्यसले गर्दा चाहिँ एकदम डेन्जर हुन्छ यहाँको साँपहरू चाहिँ जमिन किन्छु भनेको हैन जमिन पर्दैन कति म बस्दिनँ बिहारमा मलाई दार्जिलिङै प्यारो म त्यतै सेटल हुनु दार्जिलिङमै परिस्थितिले गर्दा खालि घरबाट निस्किनुपर्छ नि नभए आफ्नो जग्गा छोडेर आउनु कसलाई मन लाग्छ होइन आफ्नो जग्गा आफ्नो परिवार छोडेर आउनु कसलाई मन पर्दैन नि तर बेटर फ्युचरको लागि मेहनत गर्नै पर्यो हो अनि जो हाम्रो एजकोहरू युथहरू चाहिँ अब घरमै हुन्छ तपाईँहरू लक्की हुनुहुँदो रहेछ तपाईँहरूले अहिले मेहनत गर्नु परेको छैन आफ्नै परिवारसँग बस्नु पाइरहेको छ आफ्नै जग्गामा बसेर इन्जोयमेन्ट गर्नु पाइरहेको छ हो तपाईँ चाहिँ लक्की होइन अम्बकको कहाँ हो यस्तो रुख चाहिँ त्यस्तो अरू स्कुलको चाहिँ समर भ्याकेसन भएर फिनिस भयो समर भ्याकेसन स्टार्ट भइसक्यो हाम्रो इक्जाम पनि स्टार्ट भएको छैन भोलिदेखि हुन्छ इक्जाम भोलिदेखि गएर 2 हप्ता 1 हप्ता डल्लै गरेर 2 हप्ता लाग्छ होला त्यहाँदेखि रिजल्ट हुन्छ त्यहाँदेखि समर भ्याकेसनको छुट्टी त्यहाँदेखि चाहिँ हामी चाहिँ घर नजाने हामी बिहारमै समर भ्याकेसन बनाउने र रुममै बसेर हामी समर भ्याकेसन बनाइदिने तर यहाँ जग्गाहरू चाहिँ यस्तो मजाको छ कि कतिवटा चाहिँ म फर्स्टमा आउँदाखेरि यता साइड कहाँ घोडासिङको मुद्दा साइडहरू कता रहेछ त्यता लानुभएको थियो मलाई एकपल्ट चाहिँ त्यता दामी जग्गाहरू पनि रहेछ अब त्यता घुमाउनु लानु सक्दिनँ होला किनभने त्यता त अब कतै टाढो परिहाल्यो नि त स्कुलबाट पनि दिँदैन हामीलाई बाहिर निस्किनु त्यत्रो बिचमा आज चाहिँ भनेर निस्केको छिङ हिँड न कहाँ आइपुग्छ जहाँ आइपुग्छ त्यहाँ आइपुग्छ हाई गर्मी अब चाहिँ आदत भइसक्यो यहाँको गरम अलिअलि भए पनि सहन गर्ने यहाँ त केरलाको भन्दा पनि डेन्जर गरम त्यस्तो डरलाग्दो चाहिँ गरम यहाँ हुँदैछ हुनु यहाँ त त्यस्तो त्यो चाहिँ केरलाहरूको छेउछेउ त अलिक समुद्रहरू पर्छ त्यसले गर्दा त्यहाँको चिसो हावाहरू आउने चान्स हुन्छ हो यहाँ त आमामा पानी पर्छ एकछिन खालि सिर पऱ्यो छाप्पै त्यो माटो खालि भिजाउँ के त माटो खालि भिज्यो त्यहाँदेखि बन्द फेरि गरम त्यही खालके अन्त त्यसले गर्दा त्यस्तो उयो हुन्छ तर जोडले पानी पऱ्यो भने चाहिँ चिज त फेरि डेन्जर हुँदो रहेछ यहाँ फेरि हामी अस्ति स्कुलमा त्यो उयोहरू पुलोभरहरू लगाइकन गएको त्यस्तो पनि हुँदो रहेछ जाडो चाहिँ तर प्रायः जस्तो पानी चाहिँ कम परेर चाहिँ एकदमै गर्मी ज्यादा यहाँनिर चाहिँ यहाँकै मान्छेहरू त खेपेक हुन्छ भनेपछि हामी त अब दुर्कै बात गइहाल्यो त हो खेत हिँड्दै तर इभिनिङ वाक आएको चाहिँ राम्रो कि इभिनिङ वाकमा चाहिँ हामी त इभिनिङमा चाहिँ टाइम पाउँदैन किनभने ट्युसनहरू भएको कारणले गर्दाखेरि चाहिँ इभिनिङमा हामीलाई निस्किनु साह्रै पर्छ त्यसले गर्दा चाहिँ कि बिहान निस्किनु सक्छ या बिहान निस्कियो अन्त कि दिउँसो निस्क्यो या बेलुका आफ्टर लन्च निक्लिँदा चाहिँ हुन्छ आफ्टर लन्च हाम्रो छुट्टी हुन्छ तर आफ्टर लन्च फेरि ओभरभन्दा ओभर गरम चाहिँ फेरि आफ्टर लन्च हुन्छ डेन्जर भयानक गर्मी चाहिँ हाम्रो चाहिँ टोटल 3टा एसेम्बली बस्नुपर्छ त्यसले गर्दा नर्मल डेजहरूमा चाहिँ स्कुल नलागेको डेजमा त हामी बाहिर निस्किन्छु भनेर सोच्नु पनि सक्दैनौँ बिहान पाएको छ किन भन्दाखेरि बिहानको सेड्युल एकदम हेक्टिक हुन्छ अब किनभने बिहान 5 बजी उठेर नुहाइधुवाइ गर्दा लुगासुगा लाउँदा त्यहाँदेखि मर्निङ एसेम्बलीको टाइम लाग्छ मर्निङ एसेम्बली चाहिँ होस्टेलर्सहरूको लागि खालि हो उपर मजाको छ होस्टेलर्सहरूको अलग्गै हुन्छ त्यहाँदेखि फेरि सबै स्टुडेन्टको लागि बाहिरबाट आउने होस्टेलर्सहरू लिएर फेरि मर्निङ एसेम्बली हुन्छ स्कुलको फर्स्ट एसेम्बली हुन्छ फेरि बेलुका एकपल्ट फेरि होस्टेलरहरूको हुन्छ फेरि एसेम्बली हुन्छ त्यहाँदेखि चाहिँ ट्युसन हुन्छ त्यो एसेम्बलीमा बस्नैपर्छ हामीहरू पनि त्यसले गर्दाखेरि चाहिँ खै बाटो निक्लिन्छ कि भनेको खेत यो जोतेको खेत गनाएर मौना रहेछ कि निस्किँदैन त हौ उबाट रुखहरू देख्दा त त्यतै हो जस्तो पनि लाग्छ कता ल स्टे ट्युन ल हेर्दै गर्नुहोस् ल अब अघि अब
अगाडि के भेट्छौँ हामी अगाडि के भेट्छ त्यो देखाउँछु नि ल तपाईँलाई भ्लग मन पऱ्यो भने चाहिँ डोन्ट फर्गेट टु सेयर एन्ड सब्सक्राइब माई च्यानल सरप्राइज माई च्यानल भने जस्तो भयो नि है जस्ट किडिङ सब्सक्राइब माई च्यानल र फेरि यताबाट बाटो आयो भनेको त फेरि यहाँ एउटा पोखरी नै रहेछ त्यस्तो मिहिनेत गरेर आएको त बाटो त अझै यो साइड उता साइड रहेछ अझै तर मजाको जग्गा हेर्नु न आमको बोट तर यसमा आम चाहिँ फलेको छ यो बुढो बोट भएर आमको बोट चाहिँ हो तर बुढो भएर फल्नु छोडेछ यसले चाहिँ पोखरी चाहिँ मजाको हो तर शीतल खालको भइरहेको छ एकदम शीतल वाला फिल आयो बल्ल बल्ल लिकबाम आज मुतै उतो छ रोड त सत्यनाश छ यो परब छ अरे भगवान बिचरा अङ्कलले बुझेकै छैन हामीले के भन्नु खोजेको गौरवले कहाँले हिँड्यौ स्वामी बहुत गर्मी बहुत हैया गर्मी 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 यता सोध्नु नि यताबाट कहाँ जान्छ यो बाटो थेट यो बाटो जुन यताबाट भेट्छ होला हौ यो बाटो त उयो पर तारमा लुजु त्यतै हफ ए हो भन्नु नि अन्त हेलो अंकल हम भी लोग खान के है भन्नु नि अन्त कथी कर रहे हो इन्ने आ अन्त कुनी के इन्ने आओ त्यसो भोजपुरीहरू चाहिँ गौरवले सिकिसकेको छ मलाई चाहिँ मैले खालि केरलामा हुँदा मलयालम अलिअलि सिकेको थिएँ अहिले यहाँ आएर त्यो केरलाको भाषा पनि बिर्सेँ मजा मजाको है तर एक दुईवटा फोटोसुट गरौँ न है यहाँ पनि के नानीहरू चाकल चुकुल भने यसको अफ हाई गर्मी यस्तोमा काग कराइदिन्छ फेरि यस्तो घाममा पसिना त यहाँबाट आयो नि हौ आम्मा अब पसिना यस्तै जाउँ न त यही घुमिकन जो ओके 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 अब चाहिँ हामी फर्केको सडक भेटिएन त्यसले गर्दा अब हामी फेरि स्कुल फर्केको म सडक उहाँ हो भनेर ल्याएको त होइन रहेछ सडक त खत्तम पारिहाल्यो नि यो त हो अब चाहिँ हामी लाग्दिएको फिर चाहिँ स्कुल पुगेर त्यही रुममा बस्छ 9 बस्छ अन्त चाहिँ त्यहाँदेखि आज नानीहरूलाई टिभी देखायो भने टिभी ठिकै छ होइन भने फेरि एक्जामको लागि पढाउनु भयो भने फेरि हामी टिचर्सहरूकै माथा दर्द हो अन्त अब चाहिँ हामी लाग्दिएको यतिमै राख्नु यो ब्लगलाई अन्त फेरि पनि आँप यो चाहिँ पिपलको रुख रहेछ पिपलको देखेन हौ पिपलको रुख पिपल गौरे चाहिँ यस्तो हातमा हिँड्दैछ गरम चाहिँ यस्तो भइरहेको छ कि म पनि नाङ्गो हिँड्नु मन परिरहेको छ तर नाङ्गो मिन्स उयसमा भेष खोलेर त्यस्तो हिँड्नु मन परिरहेको छ तर सकिँदैन बाहिर त्यसरी हिँड्नु किराहरूले टोकिहाल्यो भने बर्बाद अब चाहिँ
ए भयो फर्किङ बाइकहरू मात्रै हुन्छ गरम भयो ज्यादै फेरि हामी त्यही बाटो फर्केको अब गरममा टुर हुनु खालि आइपुग्यो र यो भ्लगलाई यतिमै राख्छु फेरि पनि नेक्स्ट भ्लगमा भेटौँ मन परे के गौरव लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला झन्डैले घोप्टो गयो कि ठिकै छ यस्तो छ है दोस्तहरू जेठालालको एउटा उयो थियो कि एउटा डाइलग त्यो भनौँ भन्दै थिएँ त्यो अहिले उयो याद आएन त्यो जेठालालको डाइलगहरू नभए भनिदिउँ भन्दै थिएँ नि बिर्सेँ नि त ल यो भ्लग चाहिँ यति राखौँ मन पऱ्यो लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला सी यू इन नेक्स्ट भिडियो